तपाईको नाम भोटर लिस्टमा छ कि छैन कसरी चेक गर्ने अथवा तपाईले चाहिँ आफ्नो भोटर कार्ड हराउनु भयो भने त्यसलाई फेरि पनि कसरी प्रिन्ट गर्ने। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई सामिल लिम्बू च्यानल। आजको यस भिडियोमा चाहिँ तपाईसँग भोटर कार्ड थियो हराउनु भयो भने कसरी प्रिन्ट गर्ने म तपाईलाई बताउन गइरहेको छु। अथवा तपाईको नाम भोटर कार्डमा छ कि छैन, भोटर लिस्टमा छ कि छैन, निर्वाचन कार्यालयमा दर्ता भएको छ कि छैन, भोटर लिस्टमा छ कि छैन, कसरी चेक गर्ने म तपाईलाई आजको यस भिडियोमा चाहिँ A to Z जानकारी दिन गइरहेको छु। यदि हजुर हेर्न चाहनुहुन्छ, कार्ड हराउनु भएको छ भने, फेरि पनि कार्डलाई प्रिन्ट गर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक शेयर गरी यस्तो प्रकारको टेक्नोलोजी भिडियोको लागि हाम्रो सामिल लिम्बू च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब जस्ट यहाँनिर म मोबाइलको स्क्रिनमा आएको छु। भोटर लिस्टमा तपाईँको नाम छ कि छैन हेर्नको लागि अथवा फेरि पनि पूर्ण कार्डलाई प्रिन्ट गर्नको लागि क्रोम ब्राउजरलाई तपाईँले अन गरिदिनु होला है। तपाईँले क्रोम ब्राउजरलाई अन गर्नु होला मोबाइलको। त्यसपछि तपाईँले यहाँनिर सर्च गर्नुपर्ने हुन्छ इलेक्सन कमिसन भनेर तपाईँले यहाँनिर सर्च गर्नु होला। मैले यहाँनिर सर्च गरिसकेको छु। इलेक्सन कमिसन भनेर सर्च गरेपछि यहाँनिर चाहिँ दुईवटा वेबसाइट भेट्नुहुन्छ, जसमा यहाँनिर चाहिँ इलेक्सन कमिसन नेपाल, तल पनि इलेक्सन कमिसन नेपाल। हामी चाहिँ election.gov.np तपाईँले हान्नुभयो भने हामी यहाँनिर आउँछौँ। यहाँनिर सेकेन्ड इलेक्सन कमिसन नेपालमा तपाईँले जानु होला। त्यसपछि यहाँनिर यस्तो प्रकारको इन्टरफेस भेट्नुहुन्छ तपाईँले। यहाँनिर चाहिँ मतदाता नावली प्री रजिस्ट्रेसन र अद्यावली भनेको छ। तपाईँले अहिलेसम्म भोटर कार्ड बनाउनु भएको छैन भने यहाँबाट आवेदन दिनु होला। अथवा तपाईँले यहाँनिर चाहिँ आफ्नो नाम खोज्नुहोस् भनेको चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँको नाम हेर्नको लागि यहाँबाट भोटर लिस्टमा नाम छ कि छैन हेर्नको लागि यहाँनिर आफ्नो नाम खोज्नुहोस्मा यहाँनिर जानु होला। अब यहाँ गइसकेपछि तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ माथि 3 लाइनको अप्सन भेट्नु भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ यहाँनिर चाहिँ 3 लाइनको अप्सन यहाँनिर माथि तपाईँले टच गर्नु होला। यहाँनिर माथि टच गरेर यो मोबाइललाई तपाईँले डेस्कटप साइटमा तपाईँले यहाँनिर चाहिँ अन गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर चाहिँ मोबाइललाई तपाईँले डेस्कटप साइटमा अन गर्नुभयो भने यो यस्तो प्रकारको कम्प्युटर मोडमा खोलेर आउँछ। म तपाईँले यसरी जुम गरेर पनि देखाइदिन सक्छु, हेर्न सक्नुहुन्छ। अब यहाँनिर प्रदेश छान्नु होला। तपाईँको भोटर कार्ड कुन प्रदेशबाट बनेको थियो भनेर यहाँनिर छान्नु होला। जस्तै यहाँनिर म छान्न गइरहेको छु। त्यसपछि यता जिल्ला कुन जिल्ला हो तपाईँको त्यो तपाईँले यहाँनिर चाहिँ छान्नुपर्ने हुन्छ। जस्तै यहाँनिर मैले यहाँनिर सिन्धुपाल्चोक भनेर छाने। गाविस अथवा नगरपालिका तपाईँले यहाँनिर चाहिँ छान्नुपर्ने हुन्छ, त्यो तपाईँले यहाँनिर चाहिँ छानिदिनु होला। जस्तै यहाँनिर मैले छानिसकेको छु 5 पोखरी थाङपाल गाउँपालिका भनेर। यता आइसकेपछि वडा नम्बर तपाईँले चुज गरिदिनु होला। हेर्नुहोस् है, यहाँनिर हामी कम्प्युटरको मोडमा छौँ। वडा नम्बर कति हो त्यो तपाईँले यहाँनिर चाहिँ चुज गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर म वडा नम्बर चुज गरिदिन्छु, वडा नम्बर 6। त्यसपछि यहाँनिर चाहिँ मतदाता केन्द्र तपाईँको कहाँ हो, तपाईँले कुन ठाउँमा गएर भोट हाल्नुहुन्छ त्यो तपाईँले मतदाता स्थल तपाईँले चुज गर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ मैले मतदाता स्थल पनि चुज गरिदिएँ, केन्द्र। यति भइसकेपछि तपाईँले यहाँनिर चाहिँ मैले जुम गरेर तपाईँले सबमिट गरिदिनु होला। हेर्नुहोस् है, सबमिट गरिसकेपछि यहाँनिर जति पनि त्यो गाविसक्यो त्यो गाउँको भोटर लिस्टमा भएका नामहरू सबै यहाँनिर तपाईँको खुलेर आउँछ। हेर्न सक्नुहुन्छ यहाँनिर सबै खुलेर आएको छ। अब तपाईँले यहाँनिर चाहिँ एक एक गरी स्क्रोल गर्दै हेर्न सक्नुहुन्छ। यहाँनिर मुनि नेक्स्ट प्रिभियस गर्दै तपाईँले यसरी हेर्न पनि सक्नुहुन्छ। अथवा तपाईँले सजिलो तरिका भनेको यहाँनिर तपाईँले चाहिँ देवनागरिक लेखेको छ यहाँनिर क ख ग घ अ आ इ। तपाईँले नाम कुनबाट आउँछ तपाईँको नाम त्यो तपाईँले यहाँनिर चाहिँ के गर्नुपर्ने हुन्छ, टच गरिदिनु होला। यहाँनिर केबाट आउँछ तपाईँको नाम, यो नाम चाहिँ मैले खोज्दै गरेको रबाट आउँछ भने म रमा थिचिदिन्छु। अब रमा टच गरिसकेपछि यहाँनिर रबाट आएका नामहरू तपाईँले यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ होइन। यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँको यहाँनिर नाम अब छ कि छैन तपाईँले यहाँनिर हेर्नु होला। अब फेरि यहाँनिर नेक्स्ट गएर पनि तपाईँले यहाँनिर चाहिँ जान सक्नुहुनेछ। जस्तै अब तपाईँले यहाँनिर सर्चको अप्सनमा गएर आफ्नो नाम यहाँनिर लेख्न पनि सक्नुहुनेछ। यहाँनिर तपाईँले हाम्रो किबोर्डलाई तपाईँले सबभन्दा पहिला ओके गरिदिनु होला। त्यसपछि तपाईँले खोजेको आफ्नो नाम तपाईँले यहाँनिर राखिदिनु होला। यहाँनिर नाम राख्नु होला। जस्तै यहाँनिर म राख्न गइरहेको छु। यसरी तपाईँले यहाँनिर नाम राख्नु होला। यहाँनिर मैले नाम राखिदिएँ। अब यहाँनिर भोटर कार्ड तपाईँको देखाउँछ। यहाँनिर चाहिँ यहाँनिर मैले खोजेको नाम यहाँनिर डाउनमा आइसकेको छ, हेर्न सक्नुहुनेछ।
यहाँनिर तल आइसकेको छ। अब तपाईँले यो तपाईँको नाम हो भने तपाईँले यहाँनिर चाहिँ मैले जुम गर्दै देखाउँदैछु, तपाईँले ध्यान दिएर हेर्नु होला। यो तपाईँको नाम हो भने तपाईँले यहाँनिर चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ मतदाता विवरणमा टच गरिदिनु होला। यहाँनिर डाउनमा यहाँ टच गर्ने बित्तिकै तपाईँले यहाँनिर चाहिँ अब के गर्नुपर्ने हुन्छ, तपाईँको आइडी हेर्नको लागि तपाईँको नाम छ कि छैन यसरी चेक गर्ने हो। अब आइडी प्रिन्ट गर्नको लागि यहाँनिर मतदाता व्यक्तिको विवरणमा साल, महिना र गते तपाईँले यहाँनिर हाल्नुपर्ने हुन्छ। कति सालमा जन्मिनु भएको तपाईँले त्यो हाल्नुपर्ने हुन्छ। जस्तै यहाँनिर म हाल्न गइरहेको छु तपाईँको चाहिँ डेट अफ बर्थ तपाईँले यहाँनिर चाहिँ हाल्नुपर्ने हुन्छ। मैले यहाँनिर साल हालेँ। अब यहाँनिर म महिना हाल्न गइरहेको छु। त्यसपछि गते हाल्नु होला, कहिले जन्मिनु भएको तपाईँ गते पनि हाल्नुपर्ने हुन्छ। यति भइसकेपछि नागरिकता प्रमाणपत्र नम्बर तपाईँले यहाँनिर हाल्नुपर्ने हुन्छ। टिकमा टच गरिदिनु होला र यहाँनिर नागरिकता प्रमाणपत्र नम्बर हाल्नु होला। तपाईँले यहाँनिर चाहिँ दुईटामा एउटा हाल्नुपर्ने हुन्छ है। जन्ममिति हाले पनि भयो, यहाँनिर माथि टिक गरेर तल टिक गरेर नागरिकताको प्रमाणपत्र नम्बर हाले पनि भयो। यति भइसकेपछि तपाईँले यहाँनिर चाहिँ सबमिट आई एम नट रोबोटमा टच गरेर सबमिट गरिदिनु होला। हेर्नुहोस् है यहाँनिर अब हेर्नुहोस् तपाईँको यहाँनिर चाहिँ फोटोसहितको तपाईँको यहाँनिर चाहिँ देखाइसकेको छ। परिचय पत्र तपाईँको यहाँनिर चाहिँ फोटोसहितको तपाईँको यहाँनिर चाहिँ देखाइसकेको छ। अब यसलाई प्रिन्ट गर्नको लागि यहाँनिर प्रिन्टको अप्सनमा रहेको छ, तपाईँले प्रिन्ट गर्न सक्नुहुनेछ। यहाँनिर गएर तपाईँले यहाँनिर चाहिँ यसलाई प्रिन्ट गर्न सक्नुहुनेछ। अथवा यो तपाईँले कम्प्युटरबाट गर्नुभयो भने तपाईँको चाहिँ यतापट्टि तपाईँको आइडेन्टिटी कार्डको उसमा आउँछ। तपाईँको चाहिँ आइडेन्टिटी कार्डको तपाईँको चाहिँ त्यो तपाईँको फर्मेटमा आउँछ। यसरी तपाईँले आफ्नो भोटर कार्ड हेर्न सक्नुहुन्छ र प्रिन्ट गर्न सक्नुहुनेछ। प्रिन्ट गर्नको लागि तपाईँले यसलाई स्क्रिनसट गरे पनि भयो, अथवा यहाँनिर प्रिन्टको सेक्सनमा गएर तपाईँले यसलाई कम्प्युटरबाट प्रिन्ट गर्न लागे पनि भयो। भिडियो मन परेमा भिडियोलाई लाइक सेयर गरेर यस्तै प्रकारको जानकारीमूलक भिडियोको लागि हाम्रो सामिल लिम्बू च्यानललाई सब्सक्राइब गरिदिनु होला।